म्यागी रहेछ यो म्यागी चाहिँ यो इन्डियन 120 रुपैयाँको केटा लास्टै आएको थियो कि बदाम मुङफली खाने भनेर ल त नि केटा भतेर भनेर मैले नि फेरि होइन हेलो नमस्ते ल सबैजनालाई सबैजना सन्चै आरामै हुनुहुन्छ होला आज फेरि पनि सन्डे छुट्टीको दिन चाहिँ हामी चाहिँ 3 जना साथी चाहिँ हामी मार्टतिर जाँदैछौँ मार्टमा आज एसियन मार्टतिर जाँदैछ होइन 2 जना लाउरेहरू हामी चाहिँ अहिले एसियन मार्ट जाँदै हो एसियन मार्टमा चाहिँ अब दाल मसाला नुन तेल हल्दी रासन पानी लिन जाँदैछौँ होइन आज चाहिँ धेरै दिनपछि घाम लागेको छ अनि यस्तो घाम पनि तापौँ घाम खाम भनेर होइन हिँडेको सम्झिने बाइक हुँदा पनि हिँड्न परेको छ होइन हिँडेर जानु परेको छ आफ्नो बाइक आज चाहिँ धेरै दिनपछि घाम लागेको छ होइन अनि जाडो थियो अहिले चाहिँ लगभग जाडो अब भ्याइन लाग्यो जाडो खतम लाग्यो जाडो अब चाहिँ फुलबुली सिजन आउनु लाग्छ यो चाहिँ सानो खाले ट्रेन हिँड्ने ट्र्याक हो होइन त्यो पछाडि बिल्डिङको छेउमापट्टि हाम्रो होस्टेल चाहिँदैछ हामी चाहिँ यस्तो केही सस्तो मस्तो यस्तो केही किन्न यहाँ छिरेको छ होइन ल हामी चाहिँ यहाँ अब यसो मुङफली र सन्तरा खाँदैछौँ होइन यहाँ अन्त ल यहाँ केटा लास्टै आएको थियो कि बदाम मुङफली खाने भनेर ल त नि केटा भतेर भनेर मैले नि फेरि होइन भतेर लगाइदिएँ होइन यो भाइ चाहिँ लास्टै आएको थियो कि त्यो भएर चाहिँ ल भतेर भनेर ल मेरो तर्फबाट भनेर भोज भनेर ल अब खाँदैछ नि केटाले है है हामी चाहिँ फाइनली मुङफली र सन्तरा खाइयो सन्तला भ्याइयो होइन अब चाहिँ त्यत्तिकै बसेर घाम ताप्दैछौँ यो यताको यो विन भन्ने ठाउँको यो मेन बजार हो होइन यो चाहिँ शनिबार र आइतबारको बजार हो होइन यहाँ खै के हो त्यो कोरियन खानाहरू यस्तो आएको छ घुम्दैछौँ होइन बजारमा योहरू चाहिँ पुरै होटेल मोटेल अनि यो सानो सानो रेस्टुरेन्ट टाइपहरू क्या यस्तो बसेर रक्सी खाने ठाउँहरू यस्तो ठाउँहरू है यो चाहिँ यस्तो यो एरिया चाहिँ हामी चाहिँ ठ्याक्कै यहाँ वालमार्ट भनेको यो एसियन मार्टमा आइपुग्यौँ होइन यहाँ चाहिँ अब केही हामीले नुन तेलहरू किनिन्छ अब कस्तो छ भित्र ल हेरौँ ल पुरै यो चाहिँ इन्डियाको नेपालको सामानहरू पाउने ठाउँ हो है यहाँ चाहिँ यो चाहिँ यसरी यहाँ दालमोटहरू नमकिनहरू यसरी राखेको छ
यो चाहिँ एउटालाई चाहिँ इन्डियन 200-300 रुपियाँ पर्छ एउटालाई नमकिनलाई। यहाँ चाहिँ चाउचाउहरू छ। अस्ति यहाँ कता म्यागी पनि देखेँ मैले। यहाँ चाहिँ वाई रहेछ अनि यो म्यागी रहेछ। यो म्यागी चाहिँ यो इन्डियन 120 रुपियाँको। अनि यहाँ चामलहरू छ, बासमती राइसहरू, मसलाहरू। बासमती राइसहरू यस्तै रहेको छ मार्टमा। अहिले चाहिँ सर्वप्रथम हामीले के लिने भन्दा के लिने हो सामान बुझ्ने गाह्रो। के किन्ने के किन्ने? पार्लेजी कति ठुलो छ पार्लेजी? हामीले चाहिँ यहाँ है थोरै किनियो सामान, त्यति धेरै किनेन होइन। अलिअलि सामान किनियो। अब चाहिँ घर फर्किनु लाग्यो। म चाहिँ साइकल लिएर आएको छु। साइकल उता राखेको छु। साइकल लिएर जानुपर्छ। हिँड्दै हिँड्दै अब घर फर्किँदै घर गइन्छ है त। ल है त आजको लागि यति।